तपाईको बङ्गुरको खोरभित्र रहेका बङ्गुरहरू खोर फोहोर भएको कारणले लुतो पखाला तथा फोहोरबाट उत्पन्न हुने विभिन्न रोगहरूको शिकार हुन त पुगिरहेका छैनन्। बङ्गुर रोगी भएको कारणले तपाईहरूले विभिन्न किसिमका पीडा भोग्नु भएको त छैन। यदि पीडा भोग्नु भएको छ भने धेरै दुःखद खबर, यदि भोग्नु भएको छैन भने पनि आजको भिडियोमा जोडिनुहोस्। हामी चाहिँ बङ्गुरको खोर कसरी सरसफाइ गरेर चाहिँ हामीलाई बङ्गुरलाई चाहिँ रोगबाट बचाउन सक्छौँ र हामीले पनि दुःख पाउनबाट छुटकारा हुन सक्छौँ भन्ने विषयमा आजको भिडियो छ। र चाहिँ आजको भिडियो चाहिँ यस प्रकारको रहेको छ कि हामीले चाहिँ बङ्गुरको खोर कस तरिकाले कसरी चाहिँ बिहानको समयमा प्रत्येक दिन बिहानको समयमा कसरी सफा गर्दा चाहिँ बङ्गुरलाई चाहिँ रोगहरूबाट बचाउन सक्छौँ र हामी पनि दुःखबाट चाहिँ बच्न सक्छौँ भन्ने विषयमा आजको भिडियो। विशेष गरी चाहिँ बिहानको समयमा नियमित रूपमा चाहिँ पानीले सफा गर्न चाहिँ धेरै आवश्यक छ हैन। त्यो ठाउँ कस्तो छ, त्यहाँको चिसो गर्मी वातावरण कस्तो छ त्यो अनुसार पनि फरक पर्छ। धेरै चिसो छ भने पनि त्यसलाई चाहिँ मिलाएर सफा गर्न सकिन्छ पानीले सफा गरेर हैन। त्यसलाई चाहिँ कुसुमहरू अनि रुखको त्यो पातहरू सोत्तरहरू बिछाउन सकिन्छ। तर बिहानको समयमा चाहिँ चिसो भए पनि धेरै गर्मी भए पनि नियमित सफा गर्न चाहिँ धेरै आवश्यक र उपयोगी छ। किनकि चिसोको समयमा हुनु त हामीले पानीले सफा गर्यौँ भने बङ्गुरलाई चाहिँ धेरै चिसो हुने र लुतो लाग्ने सम्भावना पनि हुन्छ र हामीले चाहिँ सफा गरेनौँ भने यसै लुतो लाग्छ, पखाला लाग्छ हैन। त्यो फोहोरबाट उत्पन्न हुने विभिन्न किसिमका रोगहरूले चाहिँ बङ्गुरलाई आक्रमण गर्न सक्छ। त्यही भएर चाहिँ चिसोको समयमा चिसोको समय भए पनि बिहानको समयमा नियमित रूपमा चाहिँ पानीले खोर सफा गर्नुहोस्। अनि खोर सफा गरिसकेपछि बरु त्यसलाई चाहिँ सोत्तरहरू कुसुम चाहिँ बिछाउने काम गर्नुहोस्। यति गर्मी वातावरणमा हुनुहुन्छ अहिले हैन, तपाईहरुले बङ्गुर पालिरहेको ठाउँमा चाहिँ एकदमै गर्मी छ, ठिकै छ, त्यहाँको वातावरण हैन राम्रै छ भने पनि तपाईहरुले बिहानको समयमा नियमित रूपमा अल्छी नगरिकन तपाईहरुले चाहिँ यसरी पानीले चाहिँ मजाले सफा गर्नुहोस् र यसरी चाहिँ त्यसले गरेको दिशा पिसाबहरू चाहिँ मजाले चाहिँ पानीले सफा गरिदिनु भयो भने त्यो दिशा पिसाबबाट उत्पन्न हुने ब्याक्टेरियाहरू पनि उत्पन्न हुन सक्दैनन् हैन। हामीले जति सरसफाइ गर्यौं त्यति चाहिँ बङ्गुरको लागि पनि उपयोगी र राम्रो हुन्छ र हामी पनि त्यो दुःखबाट चाहिँ बाँच्न सक्छौं। किनकि चाहिँ धेरै रोग लागेर हैन बङ्गुर कमजोरी भयो, दाना दिएको चाहिँ फाइदा चाहिँ हामीले कहाँबाट उठाउने, हाम्रो दाना दिएको चाहिँ व्यर्थ हुन्छ। यदि चाहिँ हामीले बङ्गुर पालनबाट राम्रो फाइदा लिने हो भने हामीले चाहिँ नियमित रूपमा सरसफाइ गर्ने, बङ्गुरहरूको राम्रो ख्याल गर्ने हैन। किनकि हामीले रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेटर हुन्छ, राम्रो हुन्छ, उपयोगी हुन्छ। यसै कारण चाहिँ बङ्गुरलाई रोग लाग्नुभन्दा पहिले नै हामीले रोगबाट कसरी बचाउन